गाइजहरु हाम्रो खुर्सानी यस्तो यो बढिसकेको छ। यसलाई भाटा हानेर अनि नलडोस् भन्नको लागि डोरी दिनु पर्नेछ। भाटा हानेर आज हाम्रो भाटा हान्ने कार्यक्रम छ। यो प्लटमा यो बढेको यत्रो भएको प्लटमा यो बढेको प्लटमा अब हामी भाटा ओसारेर भाटा हान्ने छौं। यसमा गाइजहरु हेर्नु, यो प्लटमा आज हामी भाटा हान्ने कार्यक्रम छ। भाटा चाहिँ अडाइसकेको ठोक्न चाहिँ बाँकी। यो यहाँ कहाँ ठोक्ने भनेर चाहिँ भाटा अडाइ मात्र राखेको छौं। यो खुर्सानीको बिरुवाहरुमा भाटाहरु अडाइसकेका छौं। यो निकै खुर्सानीको बोटहरु निकै बढिसकेको छ। भाटा अडाइसकेका छौं। यी हुन्छ सबै भाटाहरु वात्तरै अडाइसकेका छौं। अब ठोक्ने कार्यक्रम हाम्रो हुन्छ। यो चाहिँ अडाको मात्र हो। अब ठोक्नु पर्ने, त्यसपछि ठोकिसकेर हामी फेरि नि हाम्रो डोरी लाउने कार्यक्रम सुरु हुन्छ। डोरी लाउने कार्यक्रम सुरु हुन्छ यसपछि हो। शनिमा अब हाम्रो ठोक्ने कार्यक्रम हुन्छ। हामीले भाटा गाडिसकेर भाटा ओसार्दा इनर्जी लस भयो। अब हामी एकमात्र ओरिजिनल इनर्जी ड्रिंक रेड बुल इनर्जी बढाउनको लागि खाँदै साथमा आइस हालेर हो। अब यस्तो गर्मी मौसम छ, चिसो खानै पर्यो। आइस हालेर हामी इनर्जी ड्रिंक हान्ने हो। अनि त्यसपछि भाटा ड्याङ्की ड्याङ। यो यस्तो छ हाम्रो मुङ्ग्रो, यसले ठोक्ने हो। अनि ठोकिसकेर सुत्ली डोरीले बान्ने हो भाटा वरिपरि बिरुवा नलडोस् भनेर। ल चस चेस। ल चेस गरियो। आइस वाला अब चिसो खानै पर्यो। ल यसरी चाहिँ किला ठोक्नुपर्छ है। ड्याङ्के ड्याङ। एउटा ठोक्ने हाम्रो कागजीको मुङ्ग्रो छ। मेरो चाहिँ यस्तो छ। यो के हो? यो कोनी यसरी हान्ने हो। किला ड्याङ्के ड्याङ दिने हो। अनि पेल्ने हो। इनर्जी ड्रिंक ड्याङ्के ड्याङ दिने हो। खाजा खाइसकेर अब हान्ने है ड्याङ्के ड्याङ। ल म पनि सुरु गरेँ। फाइनल्ली भाटा चाहिँ ड्याङ्के ड्याङ मुङ्ग्रोले ठोकेर हानिसकेको छ। भाटा पुरै ठोकिसक्यो। ठोकिसकेको अब हामी डोरी लाउने कार्यक्रम हाम्रो सुरु हुन्छ। भाटा ठोकिसक्यो। भाटा ठोकिसकेको छ। अब डोरी लाउने कार्यक्रम सुरु। अब हामी डोरी टाङ्नतिर लाग्यौं। डोरी यसरी टाङ्दै जाने हो। डोरी टक्क खोर्सानी नलडोस् भनेर टाङ्दै जाने हो। यस्तो मेलोमा ढ्याक्क टाङ्दै जाने हो। म यताबाट टाङ्नु पर्ने। अब डोरी टाङ्दै जाने हो। यिनीहरुमा अब भाटा ठोकिसकेको छ। फाइनल्ली हाम्रो यो डोरी टागिसकेका छौं। फर्स्ट स्टेप डोरी। अब अलिक बढेपछि सेकेन्ड स्टेप हानिन्छ। डोरी टागिसक्यौं हामीले सबैमा। हाम्रो गान्जा काकाले खोर्सानीसँगै
रुद्र पनि रोप्नु भएको छ यता रुद्रको बोट अहिले हामीले डोरी सबैतिर टाँगिसकेका छौँ। यहाँ तल सुन्दरलाई झारू खाल्ने भनेको थियौँ, कति झारू खाल्यो त्यो पनि हेर्न जाँदैछौँ सुन्दरजीलाई। यी रुद्र हाम्रो कान्छा गरे खतरा रोप्नु भइरहेछ यताउँदै खोर्सानी सँगसँगै रुद्र। ए हाम्रो सुन्दर दाजुले झारू खान लगाएको थिएँ, यस्तरी खाल्नु भएछ वरिपरि। यो ठुलो यो चाहिँ फल्न थालेको बोटो उखालिसक्नु आँट्नु भएछ झार सुन्दरजीले। सुन्दर दाजु कति सक्नुभयो उखालेर झार? ए ल सक्नु आँट्नु भएछ। 2 शब्द राखिदिनुहोस्। यहाँ 2 शब्द केही भनिदिनुहोस्। ए सक्न आँटे त। ल ठिक छ। खोर्सानीहरू एकदम फुल खेल्दैछ, राम्रो हुँदैछ। अब पैसा आउँछ होला, अब कङखङै पैसा थाप्दैछ। ल झार चाहिँ जस राम्रै उखालेछ हौ यतिको सुन्दर दाजुले। मेरो बोली कहाँ पुगिसक्यो मेरो पग्नी र भान्जी। ल यही खालको दानाहरू लागिरहेछन्, अब 1-2 दिनमा टिप्ने बेला हुन्छ। हस् त अर्को भिडियोमा भेटौँला, धन्यवाद।